जनवरी 2024 इन्टेकमा गइरहनु भएको छ। उहाँहरूको लागि चाहिँ हामीले प्री डिपार्चर सेसन प्लान गरेका थियौँ। आज एकदमै फ्रुटफुल भयो प्रोग्राम। विद्यार्थी भाइ बहिनीहरू फर्स्ट टाइम ट्राभल गर्दै गर्नुहुन्छ, उहाँहरूलाई अलिकति नर्भसनेस हुन्छ, उहाँहरूको प्यारेन्ट्सलाई कसरी जाने के जाने भनेर लाग्छ। त्यो हामीले डाउट सबै क्लियर गऱ्यौँ। जाँदाखेरि र गएपछि कस्तो च्यालेन्जहरू आउँछ सबै कुराहरू हामीले स्टुडेन्ट भाइ बहिनीहरूले क्लियर गऱ्यौँ र स्टुडेन्टहरू एकदम एक्साइटेड हुनुहुन्छ जानको लागि। त्यो प्री डिपार्चर चाहिँ स्टुडेन्ट भाइ बहिनीहरूलाई एकदमै इम्पोर्टेन्ट हुन्छ, किनभने क्यानाडाको कल्चरल पक्ष अलिकति फरक हुन्छ नेपालीबाट। सो नेपाली एक्सपेक्टबाट सो उहाँहरूलाई कल्चरल कसरी एडेप्ट गर्ने, अनि त्यहाँ ल्यान्ड भएपछि कस्तो अपर्च्युनिटिज कस्तो थ्रेट्सहरू आउँछ, बिचमा ट्राभलमा जर्नी गर्दा के अप्ठ्यारोहरू आइपुग्छ भनेर हामीले सबै र कलेजमा गएपछि ओरिएन्टेसनहरू कसरी गर्ने, इनरोलमेन्टहरू कसरी गर्ने भनेर जो भाइ बहिनीहरू फर्स्ट टाइम ट्राभल गर्दै गर्नुभएको छ उहाँहरूको लागि सबै हामीले यहाँबाट फ्लाइट समातेदेखि फ्लाइटमा ल्यान्ड भएदेखि कलेजमा इनरोलमेन्टसम्मको प्रोसेसहरू सबै क्लियरली भनिदिएको छौँ, जसले गर्दा उहाँहरूलाई एकदमै बुस्टअप एकदमै जानु ट्राभल गर्न सजिलो हुन्छ। एसडिसीले लगभग सबै पब्लिक कलेज र पब्लिक युनिभर्सिटीहरू लगभग सबै नेप्लिज स्टुडेन्टहरूको चोइसमा परेको कलेजहरू रिप्रेजेन्ट गर्छ। जस्तै हामीले अहिले सेनेका, डरएम कलेज, कोनेस्टोगा कलेज, सेन्टिनियल कलेज, फ्लेमिङ कलेज र त्यो बाहेक हाम्रो अरू छुट्टै प्रोभिन्सहरूमा जस्तै सास्किचुवन हामीले अरू नर्थ वेस्ट कलेजहरू, बो भ्याली कलेजहरू रिप्रेजेन्ट गर्छौँ र सबै प्राय पब्लिक कलेजहरू क्यानाडामा जति छन् त्यो सबै रिप्रेजेन्ट गर्छौँ हामीले एसटिसीले।